नमस्ते एन्ड वेलकम टु माई न्यू ब्लग। फेरि पनि एप सम्झाएर पनि सम्झाएर हुन्छ। आयो यति बेला बिहाको रातिको 12 बजेको छ। म सुतेको मान्छे पनि उठेर आयो। यहाँ दिदीको बर्थडे हो क्या, नजिक भएपछि यसो बर्थडे दिन हो भनेर आधा घन्टा लेट भइहाल्यो सुत्दा सुत्दै। सोधियोस् त्यहाँदेखि जाऊँ Happy birthday to you. Birthday to you. Happy birthday. Didi. Happy birthday. Real birthday रामजी छुइने बाले। ये बिहान भइसक्यो। हेर्न कति राम्रो देखिनु है। के अरे दिदीको बर्थडे हो होइन त। बेलुका हिजो राति विस गरेको त देख्नुभयो होला सबैजनाले। दिदीकै बर्थडे हो कि खास। हिजो बेलुका राम्रोसित देखिन होला। अनि अलिकति उठाउने भन्ने चक्करमा लाएर अलिकति फार राखेको थियो नि त क्यामेरा। त्यो भएर अनि त्यहाँबाट हेर्ने र मैले हेर्थेँ। देखिन्छ पिङ्की देखिन्छ है, आउँदो रहेछ। त्यही हो मन्दिर जाने भनेको खास हामी 5 बजी हो के अरे। हाम्रो लागि 9 बजेको छ, अहिले 9 नै 5 हो। उठ्दाखेरि यताउति गर्दा बेलुकै 12 बजीसम्म जागेर हो क्या, ढिलो उठ्यो। त्यही भन अब जाऊँ अनि मन्दिर गएर त्यहाँ पूजा गर्ने अरे दिदीले। लामो आयुको लागि पूजा गर्दैछु। म त साथी मात्रै हिँडेको दिदीको। अनि पूजा गर्ने त दिदीले हो। त्यही भएर केही छ र भन्नु तपाईँलाई जाने फेरि भाडा फाइनल्ली पूजा भइयो। टिका लाएर हिँड्यौँ हामी। सर्लक्कै घुमियो अनि फोटोसोटो सर्लक्क घुमियो। अनि अब जान लाग्यो क्या फेरि। दिदी फेरि घर पनि जाने हो। अनि अब हामी हिँड्न लाग्यो। यहाँ त त्यही हो। अब के भनौँ, दिदीलाई फेरि वान्स मोर ह्याप्पी बर्थडे अनि लङ लिभ गुड लाइफ भन्छ नि। अनि त्यही हो, अब ह्याप्पी बर्थडे भन्छ। गएर खाना खाएर अनि दिदी घर जानुहुन्छ फेरि। घर गएर स्पेन्ड गर्ने अरे के बर्थडे टाइम। भाग्य बद्लिन्छ भनेको त चप्पल बद्लियो। मैले पुरानो लाएर अब नयाँ लाएर जानुहुन्थ्यो कि होइन। पुरानो मैले आफैले नयाँ लाएर आइसकेको आज फेरि। त्यही भएर त्यही हो। अब जाम के अरे पूजा विल बी फिनिस। पूजा विल बी फिनिस। नाम देखिस् न
मैले कहाँ इङ्ग्लिस बोलेको र के गर्दा पूजा आर भन्ने हो कि पूजा इज भन्ने पूजा इज भने त केटी हुन्छ के त्यो पार्ट मैले यसै लेखेको त होइन पूजा फिनिस भन्दै भएको हजुर यो अनि टपरी फिर्ता लिनुभयो त्यो आन्टी टापारी फिर्ता लिनुभयो 350 हालेको टपरीलाई हो तर नि फिर्ता लिइन् मनमा लाग्छ चिसो खोला यता जाऊँ न किन ल दिदीको बर्थडे भ्याइयो भ्याइयो बर्थडे अब आज ल्याउनु बर्थडे भ्याइयो अब भोलि दिनु सकियो त्यति हो पूजा नि बेलासँग बर्थडे त अब बर्थडे भ्याइयो अब चिया पनि खाएन कि एउटा अब चोखिन के अरे चोखो हुने नि र म भित्र छिर्न पाउँथिनँ नि त फेरि चिया खाएँ त्यही भएर दिदीले नि चिया खानुभयो होइन ए पानी र खानु होइन तर नुहाउनु त नुहाउनु भयो फेरि नुहाउनु छैन क्या भन्नु होला नखाइन भन्दा नि त्यहाँ हेर्ने दिदीहरू हुनुहुन्छ फेरि नुहाइन क्या यो जाडा भन्नु होला नुहाउनु भएको है नुहाएर अनि आएको मामी यता जाने म त नुहाइनँ म त अब दसैँ अब शिवरात्रि आउँदैछ त्यही बेला नुहाउँला हामी त्यही हो अब कति त्यही हो भनेको ल ठिक छ सल्लाह जान लाग्यो सबै कुरो अब त्यस्तै हो के अरे अन्त नि अब भइहाल्छ होइन अब दिदी राम्रो देखिनु रहेछ क्या तर है त अनि हो राम्रो तपाईँले पिङ्क सुट गर्दो रहेछ हामी त आयौँ है ल फाइनल्ली रुममा नि आइयो धन्न भात तरकारी रेडी रहेछ र यही अब आलुको साग बना मैले खाइनँ आज भात आलुको साग बनाएको मैले भात खाइनँ आज ल त्यही अब रुममा आयो हिरो देखिछु नि म है आम्मामा दिदी हेर्नु दिदी त्यही हो क्यान्डल देखिछु रमाइलो भइन्छ सुतेर ल्याप्रा भाग्ने मानी भयो त्यो थुतुन नभए पेत्तर नबोले ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे भन Happy birthday to you. न चन्द्रमै देखिन्छ उस मनाइयो ए मनाइएन चाहिँ अब भात खाएर अब जानु लाग्यो एकछिन अब जानु लाग्यो दिदीलाई पठाउनु लाग्यो कि पहिला दिदी यताउति सामान प्याक गर्न लाउनु भएछ अनि गिफ्ट पनि फ्लेक्स गरिदिउँ न एउटा गिफ्ट पिङ्क कलरको होडी हाम्रो दिदीको फ्रेन्ड कि गिफ्ट आएको छ बिहानै कति ठ्याक्क 8 साढे 8 9 बजीतिर गिफ्ट आएको कस्तो छ पिङ्क कलरको राम्रो छ है अनि त्यही हो दिदीलाई पठाउनु लाग्यो एकछिनमा दिदी कसै हामी म कस्तोदेखि ह्यान्डसम देखिछु के अरे दिदीलाई छोड्न जानु लाग्यो कि दिदी फेरि अघिकै लुकमा हुनुहुन्छ यही राम्रो लाग्छ यसलाई हिँड्नु भनेको त्यही भएर लादिनु छ कस्तो बिहा त गर्नु भएन हेर्नु न माइत हिँड्ने जस्तो है कोसेली पुलुक्क बोकेर हिँड्नु रहेछ नि के अरे दिदीलाई घर पठाएर अनि हामी अहिले जाने अहिले गयो भने फेरि भ्या हुन्छ दिदीसँग जान भाडा धेरै लाउँछ हामी त्यसै गरेर छोडेर लाउँछ त्यो दिदीसँग गइयो भने दिदीले हाल्नु पर्छ हामी गइयो भने हामीले हाल्छ पढाइ परेर वाल ल दिदीको बस आइसकेको छ दिदी पनि आइसक्नु भएको बस आइसक्यो 0 को हो कि होइन भयो राम्ररी जानु है
ह्याप्पी बर्थडे वान्स मोर। अघि नै मास्क लाउनु छु भन्ने थाहा पाए भए त मैले फेरि त्यो गाजलको टिका लगाइदिन्थेन नि, चन्द्रमामा दाग लागिहाल्यो फेरि। त्यही अगाडि आइसक्यो। हो राम्ची जानु है ल ल दिदीलाई पठाइयो के अरे। अब म पनि जान्छु फेरि हामी त गर रुममा लुगासुगा ल्याएर राम्रो घर आइसक्यो जानु पऱ्यो नि त। त्यही जाम हेभी छैन ट्राफिक गइहाल्नु पर्छ क्या फेरि यस्तो बेला। तलबाट गाडी आइज अब खास कुरा के भन्दाखेरि दिदीलाई पठाउनुको कारण त्यहाँ गिफ्ट छ क्या दिदीलाई। अनि हामी दाइ विशाल दाइ हुनुहुन्थ्यो नि त योभन्दा अघिल्लो मेरो बर्थडेमा, अनि उसको बर्थडेमा के अरे उस हुनुभएको थियो कि त्यो जोइन हुनुभएको थियो नि त त्यो दाइ अहिले विदेश जानुभयो क्या। अनि त्यो दाइले हामीलाई सरप्राइज दिने भनेर अनि पैसा दिनु थियो। अनि त्यो दाइ होइन, दाइ त मेरो दाइ हो नि, मैले भन्न खोजेको तपाईँहरूले चिनाउनु खोजेको कि। अनि हाम्रो दाइले पैसा हालिदिनु थियो, दाइले गिफ्ट दियो, एकदम डेन्जर क्लोज फ्रेन्ड हो कि दुईजना। अनि गिफ्ट दियो भनेर पैसा हालिदिनु थियो, त्यही भएर गिफ्ट दिएको। अनि देखाउँदै कहाँ लानु भएको नि गिफ्ट सुटुकै दिने नि त। सो हामी गिफ्ट पसन्द आइसक्यो त्यो बुटिङ दाम हेरौँ ल। त्यही हो फेरि हामी पनि घर जाने यात्रा हाम्रो पनि सफल भइसकेको छ। अनि हामी चाहिँ गिफ्ट लिएर हामी चाहिँ घरको लागि हिँडिसक्यौँ। दिदीलाई पठाइसक्यौँ देख्नुभएको थियो कि होइन। अब हामी हिँडेको त्यहाँ केकको पनि लिएर जानु हो। सो त्यही हो सामानहरू हामीले भनेअनुसारको सामान भन्दा दिदीलाई भनेअनुसारको भन्दा धेरै विशाल दाइको सोचभन्दा धेरै गर्दैछौँ कि दाइले के सोच्नुभएको थियो अब। अनि दिएको उस्तो पुरा फाइनल्ली हामी घरनिर आउनु लागिसक्यौँ होइन। अनि यो चाहिँ हामीले लुकाउनु पर्ने हुन्छ है। अब त्यो झोलाको केक चाहिँ देखाउनु पर्ने हुन्छ। अनि तिनले बोकेको त्यो झोला र यो चाहिँ हामीले लुकाउनु पर्ने हुन्छ क्या। यो थाहा होइन क्या दिदीलाई। अनि त्यो झोलाभित्र नै अब त्यो बर्थडेको स्प्रे छ के मात्रै ल्याएको भनियो। केक पनि कति सानो देखाउने कि अस्ति देखाउने हिजो देखाउने बेला ठुलो देखाएको थिएँ है नि। रिसाएर जाऊ है, रिसा जसरी जाऊ। अनि आना भन्नु प्र्याङ्क गरिदेऊ न। अनि म चाहिँ यहीँ लुकाएर आउँछु टाइम होइन। अब बिहान पनि पिङ्क साडी लाएर बस्नु थियो, अलि पिङ्क हुड लाएर बस्नु छ। हेर्नुहोस् यता आज म पिङ्की हो। पिङ्की होइन पिङ्क प्यान्थर। त्यही हो अब घर आयौँ हामी। आकाम सबै तोरीहरूले मलाई हेरिछन्। त्यहाँ जोठामाटा रहेछन् न त सबैले हेर्थे। अनि यिनको लिखा टोरीको लिखा छोड्नु लाउनु चाहिँ होइन लिहा होइन। त्यही हो अब ज्ञान जाने नयाँ त्यही छ सन्चै छु। अब उति एयरफोन नचल्ने एयरफोन हो। रोटी बनाउने काम हुँदैछ है यहाँ। अनि रोटी सोटी हालेर छिटो आऊ कि अब यो चामल पिन्ने बेलासम्म उता आउनुपर्छ। खाने पैसा दे न 10-20 रुपैयाँ। आउँछ कि त्यहीँबाट ए जाऊ त। कति ल्याउने हो र? आधा पाउ। आधा किलोलाई कति हो र? 1 किलोलाई 180 50 ट्याक्कै भयो किन पनि जाऊ त। नत्र 50 होइन बढी हो भने नि 50 को जति आउँछ त्यति लिए भन बुझ्यौ। जाउँ न कान्छ। ल सो फाइनली केक काटियो अनि खतरा भयो है। दिदीले सोच्नु हुँदैन होला यस्तो हामीले खतरा गराइदिउँ यस्तो भइछ। अब
एउटा कुरो नढाँटी भन्ने पनि यो सब स्पोन्सर चाहिँ विशाल दाइको है नढाँटी भन्ने हो नि यो सब स्पोन्सर विशाल दाइको हो सो थ्याङ्क यू अब दाइले पैसा दाइले दियो नि अब हामीले दियो जसरी अब हाम्रो दिदी हामीतिर सुन्नुहोस् त्यही भएर किन झुट बोलिदिउँ होइन भित्र भर्खरै गयो नयाँ नयाँ अनि त्यही भएर सो विशाल दाइले थ्याङ्क यू हामीलाई इज्जत दिने काम गराइदिनु भयो सो त्यही हो एउटा अझै हेर्ने हो बस्नु त ल बाबु त्यसको बर्थडेमा त के गिफ्ट छ नि ल सबै दिनु आफैले ह्यापी बर्थडे ल गिफ्ट अनबक्सिङ गर्नु पर्यो ल चिन्नु पर्यो नि कसले कस्तो दिएको भनेर चिन्नु है हामी भन्दैनौँ कस्तो कस्तो दिए हो ल हो अब अर्को छ हाम्रो फोटो नि नरहेछ त बर्थडे गर्लको हुन्छ नि कस्तो कति धेरै हो त नि गिफ्ट पनि राखिदिए अहिले त खतरा दिन्छ गिफ्ट हेर मेरो त्यस्ता ए के हो त नि अर्को गिफ्ट पनि यो विशालको तर्फबाट त्यो लाइन पनि विशाल दाइको ओन क्रिएट हो है अनि त्यो तलको ह्यापी बर्थडे पनि विशाल दाइको ओन हो है फेरि ओ त्यो दिदीलाई फेरि यिनी पनि नम्बर जस्तै खाने कस्तो होला न हामी नि हेरौँ थ्याङ्क यू विशाल ल थ्याङ्क यू मात्रै चल्दैन गीता दिदी कान्छ त्यो नसक्ने एकछिन नअरे यो सफल धेरै हामीले यो सब हामीले अन्तखेरि जान्दैनौँ त नि एउटी प्यारी दिदी चालीमा झुन्डाउली खनेर टी सर्ट त्यहाँ हेर माथि कलरको भित्रपट्टि हेर्नु त यता हो त्यसको घाँटीको कसको ह्यान्डराइटिङ हो खै खै यो लेखेको त कृष्णले लेख्नु भएको तर हामी हिजो यही गर्नलाई हो कि काका डुलेका थ्याङ्क यू अनि के भन्ने अब हामीले यसरी नरमाइलो गऱ्यौँ तपाईँले हेर्न पनि पाउनु भएन सो त्यसको लागि सरी अनि धेरै धेरै मिस यु है तपाईँलाई हामी दुईजनाको बर्थडेमा चाहिँ एकदम उस भएर मनाइदिनु भयो दिदीको पालना हुनुहुन्न त्यही पनि सबै गर्न सक्ने कोसिस गरिदिनु भयो त्यही हो अनि आफ्नो ख्याल राख्नु जे भयो पनि यो बेला नभए पनि अनि अर्कोचोटि यहाँ दसैँ साथ भइहाल्ला नि है केही छ भने विशाल दाइको लागि जस्ट थ्याङ्क यू हो नरुनु भयो क्या त्यहाँ रोको पनि अनि झन् यस्तो खुसी बनाउने यत्रो गर्ने अनि फेरि अहिले रोइदिने अनि भिडियो जान्छ उहाँ दाइ गर्थ्यौँ सो त्यही हो दाइ अब दाइ भन्दा सो त्यही हो बर्थडे सकियो अनि अब यहाँ खानपिनको हुँदैछ कार्यक्रम सो आजको लागि चाहिँ भ्लग यति नै बर्थडे यस्तै भयो होइन रमाइलो भयो सोच दिदीको सोचाइभन्दा रमाइलो भयो सोचाइभन्दा राम्रो भयो अनि विशाल दाइले सोचेको भन्दा पनि हामीले सकेसम्मको राम्रो आफ्नो प्रियोरिटी दिन खोजेको दाइ अनि त्यही हो अब राम्रो प्रियोरिटी दिन खोजेको तर पनि अटेन्सन राम्रो दिन खोजेको दिएँ होइन निर्मला दिदीलाई भावुक बनायो जोस् अनि आफ्नो टाढा भएर पनि साथमा बसे जस्तो अटेन्सन दिनुभयो सो त्यसको लागि धेरै धेरै थ्याङ्क यू हाम्रो तर्फबाट दिदी त रोइदिनु भयो अब आँसुबाट नै सबै सम्बोधन छ तपाईँलाई अनि त्यही हो आफ्नो ज्यानको ख्याल राख्नु अनि कहिले एक्लै नसोच्नु अब त्यही हामी सबैको विश सो आजको लागि चाहिँ भ्लग यति नै सो बाई 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 थ्याङ्क यू जय नेपाल